बाइक चलाएको कति वर्ष भइसक्यो 2-3 वर्ष भइसक्यो यसरी ग्रुप राइडमा चाहिँ कहिले पनि गएको थिइनँ के फर्स्ट टाइम ग्रुप राइड आएको रमाइलो माई गड कस्तो मजा आयो हामीले अनि कस्तो स्वागत गर्ने सिस्टमहरु कस्तो बवाल वन्डरफुल बवाल So hello everyone, welcome back my YouTube channel. It's me Hindu Sherpa. After long time पछाडी चाहिँ फेरि पनि मेरो सानो YouTube vlog हुँदैछ अनि आजको मेरो vlog चाहिँ हुनेछ राइडको हेरेर साथ दिनु होला है त हाई गरिदेऊ अनि उता छ राइडर ग्रुपहरु सबैजना मेरो चाहिँ एकदम हात कामेर छ फर्स्ट टाइम मान्छेहरु छ नयाँ मान्छेहरु छ त लास्ट टाइम मलाई हेरु कहाँ जान्ला हामी हाय नै राइडर टर्नै छ Can it me? यहाँ पछि एकजना सब चिन्दिनँ म त के हो राइडर भन्दाखेरि सबैजना यहाँ यस्तो दामी ठाउँ यार आम्मामा एउटा ग्रुप फोटो खिचौँ फोटो त उतै खिच्यो भने हुन्थ्यो कस्तो लागेको छ नानी रमाइलो मेरो फर्स्ट राइड हो ब्रेक नलागे जस्तो भइरहेको थियो ओह्रालो मजा कस्तो भइरहेछ माया एकदम रमाइलो भइरहेछ दिदी मलाई चाहिँ एकदम झ्याउ भइरहेको किन भन न ओह्रालोमा ब्रेक नलाग्यो मेरो त ब्रेक लागेन भने यहाँ छ ग्रुपहरु सबैजना नानी हजुर केटाको बलमा दामी रमाइलो हुँदैछ ग्रुपमा हिँड्दा त फर्स्ट टाइम हिँडेँ म त फेरि एकदम भोजन नदाइ फेरि मेरो त्यहाँ आऊ मेरो चाहिँ युट्युब चाहिँ छैन टिकटकमा हालिदिने सबैको भिडियो लेडीहरू दुईजना हुनुहुन्छ सबै जेन्ट्स राइडरहरू मात्रै छ दुईजना म साथ 3 जना अनि मेरो बहिनीहरू यहाँ छ बहिनीहरू छ 2 जना हामी टोटल केटी चाहिँ 5 जना छौँ उहाँबाट कस्तो मोबाइल देखेको क्या त मेरो यता हेर्छ यता हेर्न ल के धेरै मान्छेहरू छ गाइस मेरो युट्युब छैन है मैले टिकटक मात्रै हालिदिन्छु ल टिकटकमा आउँछ ल ल तपाईँको नाम भन्नु त मेरो नाम आरबी ब्लग सबैको आरकेबी च्यान्डे ब्लग ल हामी खाना खान जान लागेको आधी माथि हिँड्दैछौँ यहाँ 2 जना हिरोइनहरू छ गाडी खै अनि ऊ पर सरुहरू मैले चाहिँ स्टार्टिङदेखि नै भ्लग सुरु गर्नु पर्थ्यो तर गरिनँ किनकि म टिकटकर होइन अझ युट्युबर होइन नि त हामी आधा बाटोदेखि टिकटक स्टार्ट गरेको तर आधी भए नि हालिदिन्छु मेरो नि अलिअलि भए पनि छ नि त सब्सक्राइबरहरू धेरै नभए पनि कस्तो लागिरहेको छ तिमीहरूलाई एकदम रमाइलो पुरा चनामाथि देखिरहेको छ तिमीहरू झन् पुरा चनामाथि देखिरहेको छ मेरो साथीहरू झन् चाहिँ मेरो थोप्रा जस्तो भएको छ गाइस अब चाँडै नै हामी टिकटकमा हाल्छौँ यो भिडियो है त यसो गर्ने अहिले पुरै स्वागतको कार्यक्रम पनि रहेछ मेरो खाता लागेर भिडियो बनाउनै पाइरहेको कस्तो दामी हो कस्तो दामी छ नानी कस्तो लागिरहेको छ स्वागत गरेर सबले स्वागत गरेको छ राइडरहरूलाई मलाई कस्तो फिल भइरहेको फर्स्ट टाइम जस्तो राइडमा हिँडेको मलाई कस्तो खुसी लागिरहेको राइडरहरू नानी कस्तो लागिरहेको छ तपाईँ
सेलिब्रेटी फिल भयो रे यिनीहरूलाई रमाइलो गर्छ सबैजना स्वर खाएको हाल्दै मैले कस्तो रमाइलो भइरहेको वाउ तपाईँले मेरो टिकटकमा वेलकम छ धन्यवाद नमस्ते हजुरलाई नि वेलकम नमस्ते म हातको राइडर राइडर हौ म चाहिँ राइडर होइन है फेरि यहाँ छ हाम्रो टिमहरू सबै राइडरहरू बेटा न बेटा न हो तर कस्तो रमाइलो हुँदो रहेछ है यहाँनिर राइड जान चाहिँ मजा आउँदो रहेछ यार हुन त म पनि बाइक चलाएको कति वर्ष भइसक्यो 2-3 वर्ष भइसक्यो यसरी ग्रुप राइडमा चाहिँ कहिले पनि गएको थिइनँ कि फर्स्ट टाइम ग्रुप राइड गएको रमाइलो माई गड कस्तो मजा आयो हामीले अनि कस्तो स्वागत गर्ने सिस्टमहरू कस्तो बवाल वन्डरफुल बवाल अनि हामी चाहिँ यसो हावा खानु बाहिर आएको खाना खाने कुरोहरू सबैजना हामी चाहिँ अब अझै हामी पुग्न बाँकी छ हामी खाना खानलाई झऱ्यो नि त यहाँ खाना होइन खाना हो खाना बन्दैछ हामी चाहिँ खाना खान्छौँ अनि सोचेपछि अनि खाना खान लाग्यो अब हामी हाम्रो खाना छैन यो चाहिँ मेरो खाना चाहिँ यहाँ मेरो फेभरेट पापा खाँदा नि उयो राख्दैछ अघि सागर लगाएको त्यो गोजीमा ए यस्तो डेन्जर बाटो ला खल्टोमा पो गयो त झन् ला 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 सक्दैन माथि Oh my god. अरे तारा फर्किने बेला नि बाबु बेदेख्ला होला अब बाटो यस्तो डेन्जर छ गाइस म आएको छु यस्तो बाटो त फर्स्ट टाइम आएको तर र काबिसक्यो बल्ल बल्ल आयो भिडियो बनाएन अरे अनि के हेरि बसाल्यो मैले सबैको फोटो भिडियो त उता टाढोबाट सो फाइनल उता परबाट सबैको डर लाग्दो रहेछ यो हरियोले कस्तो बवाल हान्छ त्यो त रहेछ दाजुभाइ यसो फर्काएर देखाउन हामी चाहिँ माथि पुगिसकेका छौँ गाइस यहाँ माथि मेरो जाउ बादर हजुर एम भिडियो फाइनली पुग्यो माथि आनन्द सुत्ने अब भयो 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 एउटा है एउटा भयो भयो सिनेमेटिक हान्दिने मलाई त माथिकै फोटोग्राफर ठीक लाग्यो ओके सो गाइस हामी चाहिँ चियाबाट आइपुगेको छौँ कस्तो लागिरहेको एकदम रमाइलो लागेको छ मलाई कस्तो लागिरहेको एकदम रमाइलो बवाल ठाउँ चाहिँ बवाल ओ माई गुडनेस हाम्रो बाइक चाहिँ ऊ पढा छ अनि हामी चाहिँ यहाँ हिँडाएको यहाँ चाहिँ हाम्रो टिमहरू अनि यहाँ चाहिँ मेरो हात त्यस्तै भएको मलाई कस्तो देखाएको छ थाहा छैन तर लास्ट रमाइलो लाइफमा फर्स्ट टाइम होला यस्तो एक्सपिरियन्स लिएको मैले आइम सो ह्याप्पी
या अनि बाटो एकदम डेन्जर थियो मैले अलिकति सानो बाटो मात्रै चलाउन सकिनँ नत्र त बवाल सुपर एक्सपिरियन्स छैन भिडियो बनाइदिनु पर्छ नि हेर्दा फाइनली हामी रात परिसक्यौँ हामी चाहिँ अब रुम फर्किनु लाग्यो अघि जाँदा चाहिँ त्यही आइसक्यौँ अब रुममा जाने लाइक गर्नु